एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म बिस्तारैबाट मेरो मिनी ब्लग सुरु गरेको छु है। र यो भिडियो चाहिँ अस्ति मङ्गलबारको हो कि बुधबारको हो र आज मैले भोइस ओभर गर्दैछु। सो आज चाहिँ हाम्रो गाकोमा हामी सबैहरूको हेल्थ चेकअपको लागि हामीलाई बोलाएको थियो र हामी सबैजनालाई उठेपछि त्यही हो मुखजुक धुनलाई फ्रेस भए। अनि जापान आएदेखि गएकोले पहिलोचोटि होला हेल्थ चेकअप गराएको, किनकि अरूको गएको जस्तो छैन हाम्रो गएको है। न भाषा गतिलो छ, न पढाइ राम्रो छ, न त अरू देशको मान्छेहरू त्यही भयो श्रीलङ्की जिन होला 100 या 50-60, नत्र भने तपाईँको सबै नेपाली मात्रै छ के गएकोमा है। अनि मलाई भन्नुहुन्छ कि सबले मिनी ब्लगहरू किन राख्नु न, तपाईँले ब्लग बनाउनु न राम्रो। अनि कसरी बनाउनु, अहिले मेरो भिडियो फुल हेर्नु होला। पुरै गाउँ बाहेक केही छैन कि, गाउँ बाहेक केही छैन। बरु यो भन्दा ठाउँभन्दा ठिक म गाउँमै जन्मेको है। मेरै घर बरु ठिक छ कि, मेरै घर गाउँ कसम के एउटो छैन के, केही देखाउने जस्तो केही चिजै छैन। अनि के देखाउनु है। कति मान्छेहरूलाई म मन पराउँला, कति मान्छेलाई मन नपराउँला है, त्यो आफ्नो आफ्नो सोच हो। र के भन्छु भन्दा म है, भन्छ नि मान्छेले नेपालमा हुँदा सोचेको कुराहरू जापान आएर केही भइदिन्न के। हामी पनि जापानको टोकियो भनेर आएको हो है। अहिले जिन्दगी नै रोकियो भइसक्यो। हामी इबाराकी केन, म आज भन्दैछु इबाराकी केन मा म बस्छु। र यति गाउँ छ, यस्तो गाउँ छ नि, न काम पाउँछ न त केही है। बहुत बिजोग छ कि। म आएकै 3 वर्ष हुन लागिसक्यो, मैले एउटा काम बाहेक अर्को गरेकै छैन। अनि कसरी चल्नु गएको नि डेको छ, अनि काम न नाइट पाउँछ। डेकै काम हो, शनिबार र आइतबार मात्रै गरिरहेको छु। सोचे जस्तो केही हुँदैन कि, धेरै गाह्रो छ है जिन्दगी। के सोचिन्छ मान्छेले, के सोचेर आएको हुन्छ र के भइदिन्छ है। र मलाई आफ्नो कुराहरू सेयर गर्न त्यति धेरै राम्रो लाग्दैन, किनकि कस्तो के लाग्छ भन्दा है, अरूको दुःखमा साथ दिने म हुम्ला, तर मेरो दुःख सुख केसीमा साथ दिने मान्छेहरू नै अलि कमै पाउँछु कि। जसलाई गरे पनि, जसलाई राम्रो माने पनि, जसलाई आफ्नो ठाने पनि, त्यही मान्छेबाट नै धोका पाउँछु कि। त्यही भएर मलाई विश्वासै लाग्दैन। खास गरी जापानको ठाउँमा त तपाईँहरू कसैलाई नै विश्वास नगर्नु भन्छु के, किनकि मान्छेहरू यस्तो हुन्छ है, यस्तो हुन्छ। एक पलमा तपाईँको हुँ भनेर तपाईँ बिना बाँच्नै नसक्ने गराउँछ र दोस्रो पलमा तपाईँलाई मारेर जान्छ कि। मान्छेहरू त्यस्तो हुन्छ। त्यही भएर म तपाईँहरूलाई के भन्छु भन्दा, अर्काको देशमा आउनुभएको छ, त्यत्रो 17-18 लाख ऋण लगाएर है। ऋण लागोस् दिन नलागोस् भन्नुहुन्थ्यो मेरो बाबा मम्मीले। अनि मलाई पनि त्यस्तै लाग्छ। लागेको ऋणहरू त तिर्न सकिएला, दिन नलाए त है। र यहाँको अवस्था कस्तो छ भन्दा, मैले बुझे अनुसार मान्छेहरूले चाहिँ के सोच्छ भन्दा, ल फल्नाको छोरी परदेशमा गई छे, हाँसी छे, भिडियो बनाइ छे, रमाइ छे, ठिकै त छ। ए भगवान, रोएर कसरी हाल्नु। हाँसे पनि सुख छैन, रोए पनि सुख छैन, बोले पनि सुख छैन, नबोले नि सुख छैन होइन। जे गरे नि सुख छैन के चाहिँ गर्नु। जिन्दगी कस्तो धरातमा आएर अड्किएको छ कि होइन, न यता न उता के। भन्छ नि एउटा समुद्रमा नाउ गइरहेछ र त्यो नाउ त्यही समुद्रमा डुब्न लाग्छ जस्तो भइरहेको कि जिन्दगी। अनि मान्छेहरूलाई यहाँ जति राम्रो गरे नि, या आफूले अरूको बारेमा राम्रो सोचे पनि र राम्रो आफूले गरे पनि कसैले देख्नै सहन्न के। मान्छेहरू कस्तो हुन्छ भन्दा, बैगुनीलाई गुणले मार्नुपर्छ भन्छ, तर यहाँ गुणले मारेर नि काम छैन, बैगुनले मारेर नि काम छैन कि। मान्छेहरू यति मतलबी हुन्छ नि जापानको ठाउँमा है। अझ नेपालीको नै जरो काट्छ के।
नेपालीले नेपालीकै नै ज्वरो काट्छ, नेपालीले नेपालीको नै खुट्टा तान्छ के। कसम कि म आफै छक्क पर्छु है, छक्क पर्छु कि म मान्छेहरू देखेर किन यस्तो गर्दो, किन यस्तो हुँदो है, के खोजेको आखिरीमा मान्छेहरूले है। अब भन्नलाई त म आएको 3 वर्ष भयो, 3 वर्षमा के गरिस्, यसले त के गरी होली भन्छ के, केही गरेको छैन। आएको ऋण पनि तिर्न पाएको छैन के। महिनामा 10, 20 स्यालेरी आउँछ, रुमको रेन्ट तिर्नु पर्यो, इन्सुरेन्सको बिल तिर्नु पर्यो, पानीको बिल, खानाको, बिजुलीको सब गर्दा त्यति पैसा कहाँ जाला। अनि काम लगाइदिन भन्नु कि मान्छेहरू कस्तो भेटिन्छ भन्दा, ल भेटौँ न, कुरा गरौँ न, आज त यताउता। यहाँ आएर मान्छेहरूलाई नि होइन, मान्छेहरू म छु भन्दा पनि तिमी चाहिँ मेरो लागि बन्नु न भन्ने जस्तो मान्छेहरू हुन्छ के। यहाँ चाहिँ म तिम्रो लागि के गर्छु भन्दा पनि मेरो लागि गरिदिउ न भन्ने मान्छे हुन्छन् के। यो ठाउँमा आफ्नो मान्छे बनाउनु नि बेकार छ र आफ्नो मान्छे भएर पनि काम छैन। यहाँ जसलाई पनि आफ्नो स्वार्थहरू मात्रै पुरा गर्नुहुन्छ। म त यस्तो भइसक्यो कि मान्छेहरूसँग मतलबै राख्दिनँ के। आफ्नै बाटो गरेर नि स्ट्रगल गर्दै जाने, बरु नेपाली भन्दा त निहोन्जिन ठिक हुन्छ जस्तो लाग्छ कि मलाई कसम है। किनकि ऊ त अर्काको देशको हो, आश त हुँदैन। आफ्नो देशको मान्छेसँग त आश हुन्छ नि, होइन र। त्यही भएर म के भन्छु तपाईँहरूलाई भन्दा, बिजोक छ जिन्दगी है, एकदम गाह्रो छ। यो भ्लग चाहिँ हेर्नुहुन्छ अनि थाहा पाउनुहुन्छ तपाईँहरूले। माया सपोर्ट गर्नुभयो भने म यस्तै भिडियोहरू राख्नेछु। लाइफ यस्तै हो, आफूले सोचे जस्तो केही हुँदैन र म सोच्नै छाडिदिएँ क्या आजकल त। ल म चाहिँ गएकोतिर लागेँ है। अब मेकअप सेकअप गरेको देख्नुभयो, कपडा पनि चेन्ज गरिदिएँ मैले। अनि अब मेरो चाहिँ 5 मिनट लाग्छ रुमदेखि। म चाहिँ आबीको स्टेसनमा बस्छु, आबीको स्टेसनदेखि 5 मिनट लाग्छ र म जाँदैछु अहिले। अनि मेरो साथी भेट्यो, फेरि अर्को साथी पनि आउँछ अहिले एकछिनमा। किनकि आजको दिन हाम्रो चाहिँ सेन्सेहरूले केटाको एक दिन केटीहरूको एक दिन गराउनु भएको थियो। अनि केटाहरू चाहिँ खासै थिएन, केटीहरू मात्रै थिए। अनि अहिले देख्नुहुन्छ मैले पढ्ने गएकोमा भनौँ 3 किसिमको मान्छेहरू छ कि, 3 किसिमको मान्छे। अब दिन रात केही नहुने, मतलब 3 लड पढाइ हुन्छ कि, 3 लड पढाइ मान्छे यति धेरै छ कि हेर्नु न। यो त होइन, यो त मान्छे चुज गरेर बोलाएका मान्छे हो। सोच्नु न अझै कति मान्छे होलान्। आजको दिन मान्छे त यति कम हुन्, खुट्टा राख्ने ठाउँ हुन्न के, खुट्टा राख्ने ठाउँ हुन्न। गाह्रो छ जिन्दगी, गाह्रो छ जिन्दगी, गाह्रो छ के। चल्न पनि गाह्रो छ र चलाउन पनि कसम के। र हामी चाहिँ जाँदैछौँ। अनि मेरो शेरमान गएको चाहिँ उतातिर हो र अहिले चाहिँ हामी माथि जाँदैछौँ। पहिला निहोङ गएको पढेतिर। हेर्न पुरै झाडी छ कि, यस्तो झाडी छ कि। के भन्नु अब, यस्तो झाडी भएको ठाउँमा के भनेर नि काम छैन। अब यस्तो ठाउँ छ भनेपछि त्यो ठाउँको पढाइ कस्तो होला आफै बुझ्नु के। यो चाहिँ पुरानो मेरो गएको हो होइन। म पुरानोमा पहिला यता पढेको हो, निहोङ गएको चाहिँ। शेरमान गएको चाहिँ यो चाहिँ हाम्रो दाइ गएको अल हो। र यता चाहिँ फेरि हाम्रो निनेन्से हो, शेरमानको निनेन्से गएको हो। यहाँ चाहिँ अब हामी निनेन्से जाँदै हुन्छौँ नि। अनि हाम्रो काम भयो, अनि हामी घर पनि हिँड्यौँ। किनकि देखाउनु मिल्दैन, त्यो भिडियोहरू गराउन मिल्दैन, गाली गर्नुहुन्थ्यो। त्यही भएर हामीले क्यामेराहरू केही पनि देखाएको होइन। घर जाने तयारी गरेर घर जाँदैछौँ। अनि घर जाँदैछौँ, घर गएपछि चाहिँ अब यो मेरो एक ही हो। अब आजको दिन यस्तै भयो गाइजहरू, अरू भिडियो देख्न पाइएन कि, सेन्सी हुनुहुन्थ्यो। त्यही भएर त्यही हो मैले भन्ने तपाईँहरूलाई। खुसी लाग्यो आजको दिन, त्यस्तै भयो, बित्यो पनि। के भयो म फेरि भनौँला तपाईँलाई। अब घर पनि आएँ म र सबैजनालाई, र रुममा आएँ। बाई बाई सबैजनालाई। अब आजको दिन यस्तै बित्यो र छोटो मिठो भ्लग हेरेर साथ दिनु होला। बाई बाई, लभ यु अल। ख्याल गर्नु होला सबले आफ्नो है।